तपाईँको टेकराज र यस राशिको नाम टेटोबबी उत्तरा फाल्गु नक्षत्र सिंह राशिको चिना हुँदो रहेछ। ग्रह दशा कस्तो छ त अहिलेको अवस्थामा, कुन ग्रह चलेको छ, कुन ग्रह शुभ छ, कुन ग्रह अशुभ छ, त्यो बारेमा हामी चर्चा गर्दैछौँ। मङ्गलबारको जन्म रहेछ, फाल्गुन शुक्ल पक्षको पूर्णिमा तिथि परेको छ। दाँत, आँखा र कम्मरको समस्या ल्याउँछ। दाँतमा, आँखामा, कम्मरमा समस्या ल्याउँछ। यो हिजो हेरेको चिना हो पक्कै पनि। 23 वर्षमा चल्दै गर्दाखेरिमा एउटा राहुको दशा छ। राहु त 40 वर्षसम्म छ, नोट गरिहाल्नु। शनि र राहुको पूजा गर्नै पर्ने देखियो। दोस्रो ग्रह राहु छ 27 वर्षसम्म, यो पनि नराम्रै ग्रह भयो। र तेस्रो ग्रह चलेको छ भ्रामरी 24 वर्षसम्म। तिनटै ग्रह नराम्रा छन्। भ्रामरी, राहु अति नराम्रा ग्रह चलेका छन्। बोली रुखो हुन्छ, चाँडो खान के अरे रिस उठ्ने हुन्छ, एकदम रुखो बोल्ने, चाँडो रिस उठ्ने, अनि अशान्ति नहुने, एकदमै प्याट्ट बोलिदिने, यस्तो खालको ग्रह छ। अनावश्यक धन खर्च हुने, आँखा दाँत कम्मरमा समस्या ल्याउने, आँखा दाँत कम्मर टाउको दुखाउने, यस्ता समस्याहरू देखा पर्छ। तपाईँलाई धेरै धेरै धन्यवाद छ। हिजो चिना हेरेको रहेछ तपाईँको, त्यही पनि मैले हेरिदिएँ। आशीर्वाद छ तपाईँलाई।